हेलो नमस्ते सम्पूर्णलाई। अब नमस्ते सम्पूर्णलाई। आज चाहिँ फेरि हामी दोस्रो पटक विशाल दाजुसँग शनिबारको छुट्टीको मौका पारेर चाहिँ सिन्बुलसानको यात्रामा छौँ। सिन्बुलसानको यात्रा हावा चाहिँ खतरा चलिरहेछ। कस्तो भइरहेछ भाइ? बल्ल बल्ल आइपुग्यो। हावाले उडाउन लाग्यो। पहिला आउँदाखेरि भन्दा चाहिँ बाटो चाहिँ अलिक सजिलो भयो होइन? आज पहिला चाहिँ हामी यो पछाडिको यो डाँडाबाट माथि उकालो यस्तरी चढेको थियो। अलि उकालो थियो, तर यो पटक आउँदा चाहिँ यो अर्को साइडबाट आएको अनि बाटो अलि तेस्रो सिधा बाटो हुँदै उकालो माथि आइपुग्यो। हामी अहिले यहाँ जानुपर्ने चाहिँ हामी उता माथि डाँडामा हो। अनि लास्टै मजा भइरहेछ, आनन्द छ। हावा चाहिँ बवाल आइरहेछ। तपाईँहरूलाई यताउताको भ्यू देखाइदिन्छु। यो माथि चाहिँ हामी अहिले जानुपर्ने सिन्बुलसान। अनि हामी पहिला चाहिँ यो यताको यो डाँडा यस्तोरी माथि चढेको थियो। यसपालि चाहिँ यो यतातिर यो तलतिरबाट हामी माथि आएको। अब चाहिँ हामी यहाँबाट एकछिन रेस्ट गरेर चाहिँ माथि जान्छौँ कि कसो हो दाजु? चट्ट अब हामी बल्ल आइपुगेको। अब हामी जान लागिरहेछौँ। तर हामी चाहिँ रुमबाट केही व्यवस्थित नगरिकन बिना पानी यसरी यो पहाड चढ्न सफल भएको छौँ कि कसो हो? यहाँबाट चाहिँ दुईवटा पहाडहरू सानोहरू चाहिँ चढ्न सक्दैछ। एउटा याङचुकसान र यो माथि चाहिँ सिन्बुलसान हो। अब यताबाट हामी यो माथि जान्छौँ। सर्फ कलाएर जाने हो। हामी आएको बाटो चाहिँ यताबाट हो है। यतिखेर चाहिँ हामी पुगिसक्यौँ सिन्बुलसान। अस्तिको पटक आउँदाखेरि चाहिँ यो चाहिँ आधी मात्र बनाइरहेको थियो। यो चाहिँ पुरा बनाएछ। अनि यतापट्टि यो पहाडको यो छ चिनो यसरी राखिएको छ। यता मान्छेहरू एकदम यो भिडभाड छ। यो हाइकिङ गर्न आउने मान्छेहरूको चाहिँ पुरै भिडै भिड छ। यतापट्टि मान्छेहरू फोटो खिचिरहेछन् पहाडको यो चिनोलाई लक्ष्य गरेर। यो पहाड चाहिँ एकदममा 1159 मिटरको उचाइमा रहेको रहेछ। यो देख्न सक्नुहुन्छ तपाईँहरू सिन्बुलसान 1159। हेलो विशाल दाजु, केही बोलिदिनुहोस् त यताबाट। अस्ति आउँदा र अहिले आउँदामा के फरक पर्छ? आज चाहिँ धेरै रमाइलो भइरहेछ। अस्तिको चोटि आउँदा चाहिँ अलिक स्वास्थ्य गडबडी समस्याले गर्दा राम्रो हुन पाएको थिएन। आज चाहिँ बब्बाल भइरहेछ। बाटो माथि यो उकालो चढ्ने बाटो पनि खासै उकालो परेन। बाटो पनि सहज रूपले आइयो। फरक बाटो आयो। अस्तिको बाटो चाहिँ लास्टै डेन्जर एकदम। अनि यो चाहिँ यो पछाडिको यो बनाएको थिएन होइन अस्ति त भाइ? थिएन, अहिले पुरा भएछ। यो मान्छेहरू हेर्नु न, यसको यो फोटो खिच्नलाई यसरी पुरै आइरहेको अवस्था छ। यो तल अस्ति आएको बाटो चाहिँ हामी यो यताको यो तलको यो पहाडबाट चढ्दै आएको। यो तलको पहाडबाट आज तर यता अर्कै बाटोबाट आयो र अलिक सजिलो भयो। अब चाहिँ हामी फेरि यो यताबाट यो पारी हुँदै यो बाटो गेस गर्दै पारी भएर चाहिँ यसरी फेरि तल झर्ने भन्ने प्लानिङमा हो हामी। लेट्स सी है त कस्तो ठाउँहरू आउँछ, तपाईँहरूलाई हामी देखाउँदै गर्छु। ओके, इन्जोय गाइज। यो यतिखेर चाहिँ हामी आइपुगिसक्यौँ खानौलजेमा। यो सिन्बुलसान हुँदै यता तल झरेर चाहिँ यो यताको हामी
खानअल्झे भन्ने ठाउँमा यो सबैले देखिरहेको ठाउँ होला सायद यो यता आइपुगिसकेको छौँ। यो ठाउँमा एकदमै यो पहेँलो यो झारपातले गरेर एउटा छुट्टै टाइपको एउटा रमणीय दृश्य बनाइदिएको रहेछ यता चाहिँ एकदमै। हामी चाहिँ त्यो माथिबाट आएको है, त्यो डाँडाबाट यस्तो योबाट यस्तो आएको हामी च्याट्ट लगाएर अहिले यहाँ आइपुगिसकेको छौँ खानअल्झे भन्ने ठाउँमा। यता यो माने जस्तो टाइपको यो बनाएको रहेछ। अनि अब हामी यहाँबाट चाहिँ लगभग तलतिर रुमतिर लाग्नेछौँ। हाम्रो विशाल दाजु हुनुहुन्छ। कस्तो कस्तो दामी हुँदैछ नि होइन हाम्रो यात्रा एकदम माथितिरको भ्यू हेर्नु न होइन च्याट एकदम रमाइलो छ। अब चाहिँ हामी यहाँबाट चाहिँ लगभग रुम लाग्छौँ तलतिर यो झरेर चाहिँ यता चाहिँ अब हामी केही पसलहरू छ कि भनेर चाहिँ अवलोकन गरौँ भनेर चाहिँ अब बसिरहेको हो। हेर्दै गर्नु होला। अलिअलि तिर्खा लागिरहेको छ। तिर्खा चाहिँ राम्रै लागेको छ। ओठहरू हल्का सुके जस्तो। ल हेर्दै गर्नु होला। भयो भने तल भिडियो बनाउँछु, होइन भने सी यु अगेन। ओके चाहिँ हामी खानअल्झेको भित्र पसेर पनि यो केही तितो मिठो लिएर अब यहाँबाट खाएर चाहिँ तल झर्ने लागेको छौँ। रामेन सामेन खाएर चाहिँ अब हामी यहाँबाट झर्छौँ। यहाँ यता बसेर चाहिँ च्याट्ट खाएर झर्ने हो। यहाँ चाहिँ खानअल्झेमा चाहिँ तपाईँहरूले पानी सानी बोकेर आएन भने पनि यो एउटा खाइएको व्यवस्था रहेछ है च्याट्ट लगाएर। यतिखेर चाहिँ हामी च्याट्ट लगाएर खाजा खान लागेको। अब यो खानअल्झेमा रामेन र अन्डा अनि आइसक्रिमहरू माथि पाहाडदेखि समेत भयो। विशाल दाजुलाई चाहिँ एकदम भोक लागेर स्टार्ट हान्न थाल्नु भयो। यस्तो छ है भ्यू चाहिँ यताको। यता माथिबाट आएको है हामी चाहिँ, यता माथिबाट आएको च्याट्ट। यहाँ चाहिँ एउटा पसल रहेछ र पसलमा अलिअलि खानेकुरा यस्तो किनेर हामी चाहिँ अब खाएर चाहिँ नि तलतिर झर्ने हो। विशाल चाहिँ भोक बवाल लागेको अवस्था हो। गुल्छार नजिक तपाईँहरू गएको हुनुहुन्छ भने चाहिँ एकदम घुम्नको लागि चाहिँ बेस्ट ठाउँ है। गुल्छार नजिक गएको हुन्छ होला गुल्छार सबै उचित ठाउँ जस्तो लाग्यो मलाई चाहिँ। हेलो गाइज, यतिखेर चाहिँ हामी आइपुगिसकेको छौँ यता तल खानअल्झे माउलमा। आजको यात्रा चाहिँ हाम्रो उता पारी
सिम्बुलसान रिसोर्ट साइडबाट थियो भने त्यही पारिबाट आएर चाहिँ वारी यता खानाल चाहिँ माहौलमा आएर चाहिँ हाम्रो यात्रा स्थगित भएको छ। अनि तपाईँहरू यो कोरियामा बसेर उल्सान साइडमा हुनुहुन्छ र वाल क्लाइम्बिङ गर्न चाहनुहुन्छ भने चाहिँ यो खानाल चाहिँ माहौलमा चाहिँ वाल क्लाइम्बिङको पनि व्यवस्था रहेछ है त गाइज। यता एकदम रमाउने छ पुरा, फुलहरू चाहिँ फुलेर पनि लगभग सबै झरिसकेको रहेछ यता। अनि यो वाल क्लाइम्बिङ गरेको स्ट्रक्चरहरू बनाइरहेको रहेछ। अनि यतापट्टि चाहिँ एउटा यो गुफा जस्तो छ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यता एउटा रुखले चाहिँ बोलिरहेको अवस्था छ। 한꺼번에 쌀이 줄줄 쏟아지면 좋겠다 싶었지. रुखले बोलिरहेको छ। हाम्रो दाजु चाहिँ 그렇지, हेरिरहेको 그거다. 기발한 생각에 스님은 무릎을 따라. 탁 깐다. छ। झरना र एउटा गुफा 나오는 구멍을 बनाइदिएको थियो यता। 전날 당장 그들은 머리구멍을 넣고 있었고 यो भयो खानालको माहौलको झरना। यताभित्र चाहिँ मान्छे जान मिल्छ। यो भित्र चाहिँ यताबाट यो बाटो यस्तो पसेर चाहिँ यता जानु मिल्छ। यस्तो अवस्था चाहिँ रमाइलो। अनि त्यही हो आजको शनिबारको हाइकिङ चाहिँ हाम्रो यता खानाल चाहिँ माहौलमा आएर चाहिँ सकिएको छ। एकदमै रमाइलो भयो। तपाईँहरू पनि एउटा यो सिम्बुलसान उल्सान ख्याङ्साङ नामडोको इसानमा भएको यो सिम्बुलसान चाहिँ चढ्न जानुहुन्छ भने चाहिँ सिम्बुलसान रिसोर्ट साइडबाट चढ्नु भएर चाहिँ नि यता खानाल चाहिँ पनि पुगेर खानाल चाहिँ माहौल आएर झरेर जानुभयो भने चाहिँ एकदमै सहज र रमाउने यात्रा हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले महसुस गरेँ। अनि त्यही हो आजको यात्रा यहीँसम्मको थियो। यो सम्झनाले हेरेर चाहिँ लाइक कमेन्ट र सेयर गरिदिनु होला। गुफा पनि देखाइदिनु हाल्नु हो तपाईँहरूलाई। गुफा यस्तो छ गुफा। अब विशाल दाजु सुत्दै हुनुहुन्छ गुफामा। वेलकम हजुर। ल विशाल दाजुले वेलकम भनेपछि नजानु त भन्नु। अझै यो पारिबाट खिचाएको नि उता पारिबाट खेल्नु भयो। पानी पऱ्यो। अनि दाजु आजको यात्रा कस्तो भयो? अनि फर्स्टमा उता लोकेसन अलिकति राम्रो ट्याक्सीले लोकेसन राम्रोसँग नपुऱ्याइदिएको हो कि जस्तो लागेको थियो। तर एकदम राम्रोसँग पुऱ्याइदिएको रहेछ। एकदम रमाइलो भयो। आजको यात्रा यहाँसम्म थियो। ओके गाइस, do whatever you want to do, but do not trouble your mother and father. Yes, baby. Okay, guys, take care. Miss you.